नमस्कार सबैजनालाई। यो मेरो पहिलो भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला, आशा छ। सबैजनाले माया गर्नुहुन्छ र आजदेखि भ्लग बनाउने निर्णय गरेर भ्लग सुरु गरियो। यता हाम्रो हेन्सम दाई सिंह दाई हुनुहुन्छ। सिंह दाई किन नदेखिनु तपाईँ? बल्ल देखे त यार। अब आज हाम्रो चाहिँ यात्रा चाहिँ उता समुद्रतिर टक्क लाएर फोटोसोटो गर्ने, भिडियो सिडियो बनाउने उस गरिरहेछ। माइकमा हो, माइक साइक सब या जोइन गरेर हामी प्रोफेसनल भ्लगर भइसक्यो दाइ। हामी त यस्तै हो, अब गइरहेछौँ यस्तो फोटोहरू खिच्ने हो। उता के अरे यहाँ पार्कतिर जाने कि नजाने? पार्कतिर जाने हो, त्यहाँ पहिला समुद्रतिर जाने हो। राम्रो राम्रो दृश्यहरू देखाउने हामीहरू यो छ भन्ने कुरा। ल यता हेर्नु सक्नुहुन्छ, यस्तो यहाँ बरफ, कोरियामा यस्तो बरफ परेको छ। बरफ होइन, हिउँ हो भाइ, हिउँ परेको छ। यो अता अगाडि हिँडेको चाहिँ एउटा हाम्रो हर्जित, बङ्गलादेशको हर्जिते हाम्रो राखिदिएको निकनेम राखिदिएको। यस्तो दामी हाम्रो यता यो कम्पनी यस्तै हो, यो हाम्रो छ, त्यता काम छ, सबै छ हामीसँग सिस्टम, सब सिस्टम छ। त हाम्रो चाहिँ यता घनश्याम सरले उता वेट गर्नु भएको छ। अब घनश्याम सरलाई धेरै बेर कुराइयो जाडोमा। उता हर्जिते फेरि क्यामराम्यान अहिले त अहिले त टोपी हालौँ न। यो के हो? त्यो उसको के माइकको जाम न, यदेखि पारि जाम। यस्तो छ यो कोरियाको त कलर। क्यामेरा सेटिङ केमा? यसमा तँ त अहिले त किन चाहियो त नि? बनाइराखौँ न, बनाउँला के? टाइम लाग्छ भन्दा पनि मैले पनि त हेरेर बनाएको थिएँ, म चलान युजर होइन। ओ माई गॉड, यस्तो दामी बाटोमा हिउँ परेको छ। त्यता यो समुद्र सुकेछ, राति भरिन्छ फेरि। वीडियो इधर कैम पोर्ट्रेट में लूंगा। रुको सिनेमैटिक लो ले रहा हूं। रेडी? रुको वहां से नहीं, नीचे था। रेडी 1 2 3। जैसे अच्छा नहीं, स्पेस नहीं है, जैसे अच्छा नहीं आएगा। उता गएर बनाऊँ के दाइ? हे त हामी यही भुल्ने होइन के? समुद्रमा पानी नै छैन के देखाउने? त्यो वहाँ देखिन्छ क्या दामी। वहाँ से वहाँ ज्यादा अच्छा आएगा। आओ रेडी 1 2 3। यस्तो पो छ सक्नुहुन्छ तपाईँहरू। अब हाम्रो घनश्याम सर चाहिँ त्यहाँ सियुमा लाग्ने भाइ, कसरी लगाउने? उयो फर हाल्नु न, आवा छेक्ने के? त्यही तल हो के? त्यो भित्र नै के? त्यो भित्र छैन कि? त्यही भित्र हो क्या? त्यहाँ त्यो भन्छ के फर हाल्नु, त्यो चाहिँ युज गरेँ होइन, एउटा निकालेर हाल्नु न। यो त चुम्बक हो क्या? त अटो हुन्छ, अटो हो कि यसमा डाइरेक्टमा कनेक्ट हुन्छ? थादोङ हो। हावा छैन तिमीले हाने। मैले त हालेको दिन्छु म, सोध्छु तपाईँको। चस्माभित्र पानी थियो, बरफ थियो चाहिँ पुरै उस भएछ क्या। यो त यही डब्बाभित्र हालिदिउँ, त्यो पनि चाहियो त नि। यसरी लाग्दो रहेछ। यो फर हाल्नु के? कता हाल्ने यो? यसमा हाल्नु न, छुम त म गर्नु। है
उस गर्छ क्या हावा रोक्छ के ए हाम्रो घनश्याम सर आइसक्नुभयो ल स्वागत छ घनश्याम सर तपाईँलाई मेरो भ्लगमा हामी भ्लग बनाउँदै पुरै प्रोफेसनल भ्लग यहाँ हेर पहिला हामी त यहाँ उस भइसक्यो नि धेरै यहाँ मार्केट हानेको के छ त नि धेरै बेर कुरा आइयो क्या नि धेरै बेर कुरा आयो नि एउटा चाहिँ हाम्रो कञ्चनवासीहरूलाई केही भन्न कहाँ के भयो तिमीलाई फेरि अनि भ्लगमा केही भन्न मन छ भने भन्नु के अरे हाम्रो एरियामा हाम्रो पुलिसहरूलाई उसलाई के अरे युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिएर छिटो मिलियन सब्सक्राइब घरि पैसा कमाउने गराइदिनु पऱ्यो नि यो तिमीलाई हाम्रो यहाँ कोरियामा जताततै हिउँ नै हिउँ छ ल हेर्नुहोस् यतातिर फेरि यतातिर यत्तिको हिउँ परिछ बिहान गाह्रो छ तपाईँ यार हातले कामै गरिरहेको छैन कि चिसोले के बोल्नु भाइ गाह्रो छ नि अब उता घनश्याम सरलाई पनि लाउनु पऱ्यो के अब घनश्याम सरले बोल्छ घनश्याम सर ल केही त भन्नु पऱ्यो त केही त भन्नु पऱ्यो नि यार तपाईँ मास्क खोल्नु न चिन्दैन कि को घनश्याम हो हिउँको बारेमा भन्दै हुनुहुन्छ के भन्नु मलाई भन्नु भाई तुम भी कुछ बोलो नहीं, इधर भ्लॉग बना रहा हूँ मैं, तुम वास्ता नहीं कर रहे हो, ऐसे चलेगा? ब्लॉग के बनाने के लिए तो मैं आगे आ रहा हूँ। वो उधर जाके होगा, साथ में रहो ना भाई। वेदर का पता ना चलाना पड़ेगा ना, वेदर कैसा है आपको तो पहले से ही चलाना पड़ेगा। वो तो ठीक है, बात तो अच्छा करते हैं भाई। फाइनल कुरो तो त्यही हो। हो गया भाई। सनग्लास नहीं है ना भाई? माइक यूज करो ना। माइक घनश्याम सरलाई दिनु के ल है त्यो बिचमा राख्नु के माइक केही हुन्न के कहाँ किन आउँछन् त नि हाम्रो माइक पनि युज गर खतरा माइक भन्ने हुन्छ ल अब घनश्याम सरलाई हाम्रो यहाँ कोरियाको 4-5 वर्ष जति भइसक्यो। यहाँको बारेमा केही भन्नुहोस् न। अब के छ यो विकासको कुराहरू हेर्ने हो भने हाम्रो यतातिर के कतिको फरक छ हाम्रो नेपाल र यो कोरियामा? नेपाल र कोरियाको चाहिँ विकासको तुलना गर्न चाहिँ मिल्दैन है। नेपालमा अब हामीलाई विकास भनेको एउटा सकारात्मक परिवर्तन हो भन्ने शब्द मात्र पढेको छौँ, तर एक्चुअली विकास भनेको के हो भन्ने कुरा चाहिँ यहाँ कोरिया आएपछि हामीले देखेको छौँ, अनुभव गरेको छौँ। त्यसपछि बल्ल समुद्रमाथि पुलमा हिँडिरहेको छौँ। त्यो रमाइलोको लागि बनाएको एउटा पुल छ, त्यसमा हिँडिरहेको छौँ। हाम्रो देशमा मान्छे हिँड्नको लागि पुलहरू छैन भनेपछि हामी सब समुद्रको माथि अहिले रमाइलोको लागि, त्यही पनि मान्छे हिँड्नको लागि होइन, रमाइलो लागि बनाएको पुल हो है। तर हाम्रो देशमा मान्छे अति आवश्यक भएको ठाउँमा पुल छैन, विद्यार्थीहरू तुन चढेर जान्छन् भनेपछि त्यो त कम्पेयर गर्न मिल्दैन। अब रोजगारको लागि हेर्ने हो कि हरेक सुविधाको लागि कोरिया जस्तो नेपाल कहिले हुन्छ भन्ने कुरा त हामीले एउटा कति पुस्ता जान्छ होला गुरु? खै अब त्यही केपी रिसेरेहरू प्रचण्डहरू नेता भयो भने त 100 वर्ष पछाडि यो नेपाल। अब बालेन सर जस्ता मान्छे आउनुभयो भने चाहिँ छिटो चाहिँ फड्को पार्न चाहिँ सक्छ। युवाहरू जस्तै देशमा परिवर्तन चाहन्छ होइन, र यो लागि भन्दा पनि देशको लागि केही गर्नुपर्छ भन्ने सोचका युवाहरू जो बालेन शाह सपोर्ट गर्नुपर्छ। त्यही भएर अहिले सबैले यनि आऊ घन्टीमा भोट हाल्ने र बालेन शाहलाई प्रधानमन्त्री बनाउनै पर्छ जसरी पनि। एकपटक देशको सबैभन्दा कान्छो बालेन शाह भनेको प्रधानमन्त्री भयो भने चाहिँ नेपालको प्रथम नेपालको पहिलो प्रधानमन्त्री घोषणा गरे हुन्छ कि अगाडिका सबै बाँदर त थिए। त्यो पनि हो, तिमीले मान्छेमै राख्ने होइन हो। त्यो भएर अहिले बल्ल नेपालको पहिलो प्रधानमन्त्री
नै बालेन्साले घोषणा गरे हुन्छ बालेन्सा प्रधानमन्त्री घोषणा गरेर बालेन्सा त्यस्तो युवा हुनुपर्छ कि बल्ल उसँग एउटा प्रधानमन्त्री भयो भने एउटा ऱ्यापर पनि भयो इन्जिनियर भयो त्यसैमा कस्तो हुन्छ होला है एउटा देशको प्रधानमन्त्री ऱ्यापर हो इन्जिनियरिङ हो भनेपछि ओ खतरा हुन्छ यार तर हुनैपर्छ यार जसरी पनि यार यो केपीले त्यत्रो मान्छे मार्यो यार यत्रो ७० जना एकै दिनमा मारिसक्यो त्यही पनि हल्का पनि रिग्रेट फिल छैन कि मैले गल्ती गरेँ त्यो महेश बस्नेतले के भन्छ जेनजीहरू भनेको चाहिँ आतङ्कवादी हो भन्छ यार त्यस्तो त मान्छे छ यार त्यसको आफ्नो सन्तान नमरेर पनि होला त्यहाँ अर्को सन्तान मर्नुको पीडा थाहा नभएको है त्यो अवश्य हो क्या किनकि हाम्रो मान्छे कोही गयो बित्यो भने पनि हामीलाई रियलाइज हुन्छ कि मेरो मान्छे बित्यो भनेर होइन त्यसलाई मतलब छैन मान्छे मर्यो कि किरा मर्यो अब त्यही भएर हाम्रो देश यस्तो छ तपाईँले कुरा जस्तो भएको देख्न पाए कस्तो हुन्थ्यो होला है हाम्रो देशमा पनि अरू विदेशी मान्छेहरू आएर काम गर्न पाउन् त्यस्तो पो होस् यार देश भनेको के गर्नु देश त राम्रो खाने मान्छेहरू के अरे सञ्चालन गर्ने मान्छेहरू खराब भएपछि कसैको केही लाग्दो रहन्छ अब हाम्रो गुरुले भन्नुहुन्छ के भन्नुहुन्छ होला भन्नु त तपाईँले यसको बारेमा मैले चाहिँ यसको बारेमा अब के भन्ने भने यसरी थाहा भएन कि पुरोदेखि 25 नम्बर ज्याकेट लाएर घुम्नु पाएन है एउटा ज्याकेट लाएर होइन केटाहरूको त त्यही हो कि त्यस्तो हो एउटा ज्याकेट त त्यसको केही उसको धेरै होला 2-3टा होला होइन त्यही उसको ब्रान्डको त्यही ज्याकेट तर vote for ballot. घाम जुना